सपनामा गोरु देख्नु भनेको अत्यन्त शुभ मानिन्छ। कृषकहरूले देखे कृषिमा उन्नति, व्यापारीहरूले देखे व्यापार बिजनेसमा उन्नति र राजनीतिज्ञले देखे राजनीति क्षेत्रमा। यदि तपाईले सपनामा गाई देख्दै हुनुहुन्छ भने त्यसलाई अत्यन्त शुभ मानिन्छ। त्यो चाहिँ भनेको तपाईको व्यापार बिजनेस अथवा कुनै पनि क्षेत्रमा सफलता प्राप्ति हुनु भन्ने संकेत हो। कुन अवस्था यदि तपाईले सपनामा मयूर देख्दै हुनुहुन्छ भने अत्यन्त शुभ मानिन्छ। तपाईको धन, वैभव, ऐश्वर्य, शान्ति भित्रिँदैछ तपाईको घरमा भन्ने संकेत हो। तपाईले कस्तो सपना यदि कुकुर रुएको देखिन्छ अथवा कुकुर चाहिँ आकाशतिर फर्केर अथवा पश्चिमतिर फर्केर रुँदैछ भनेदेखि यस्तो अवस्थामा तपाईको घरमा नराम्रो संकेत। यदि तपाईलाई कुकुरले सपनामा हात मिलाउन आउँछ अथवा छेउमा आएर बस्छ भने त्यो चाहिँ राम्रो हो। तपाईका पुराना मित्रहरूसँग भेटघाट हुँदैछ अथवा तपाईका चाहिँ दुःख कष्ट। यदि तपाईले सपनामा कुकुरले टोकेको देख्नुभयो भने तपाईलाई रोग बढ्न सक्ने अथवा शत्रु पक्षहरूले तपाईलाई अत्यन्त पीडा दिने भन्ने संकेत हो, अशुभ संकेत मानिन्छ। सपनामा कुकुर देख्नु अशुभ मानिन्छ। यदि तपाईले सपनामा कुकुरले खेदाएको देख्नुभयो भने तपाईको निकट भविष्यमा तपाईलाई चाहिँ संकट आउँदैछ भन्ने संकेत हो। तपाईले कस्तो सपनामा मौरी देख्नु भनेको अत्यन्त शुभ मानिन्छ। यदि तपाईले सपनामा मौरी देख्दै हुनुहुन्छ भने तपाईको एकताको संकेत हो। तपाईलाई साथीभाइहरूले सहयोग गर्नेछन् भन्ने संकेत। तपाईले सपनामा फट्याङ्ग्रो देख्दै हुनुहुन्छ भने त्यसलाई शुभ मानिन्छ। तपाईका चाँडै निकट भविष्यमा बन्न लागेका कामहरू अथवा बिग्रिएका कामहरू चाँडै नै बन्ने भन्ने संकेत हो। तपाईले सपनामा झिंगा देख्नु भएको छ भने त्यसलाई अशुभ मानिन्छ। तपाईको निकट भविष्यमा रोग व्याध। यदि तपाईले सपनामा कुखुरा देख्दै हुनुहुन्छ भने त्यसलाई शुभ मानिन्छ। त्यो भनेको तपाईको गृहस्थ सुख अत्यन्त राम्रो हुँदैछ। श्रीमान श्रीमती बीच मनमुटाव अथवा कसैसँग मनमुटाव। तपाईले यदि सपनामा त्रिशूल देख्दै हुनुहुन्छ भने तपाईको कार्यक्षेत्रमा सफलता प्राप्ति हुँदैछ भन्ने संकेत हो। तपाईले कस्तो सपना देख्नुहुन्छ? सारा सपनाको फल भागमा भएको। यदि तपाईले सपनामा आफ्नी आमालाई देख्नुहुन्छ अथवा आमाले माया गरेको, आमाले अँगालोमा बेरेको, आमाको छेउमा बसेको यस्तो देख्नुहुन्छ भने तपाईलाई सौभाग्य। यदि तपाईले सपनामा दाह संस्कार गरेको, चितामा मुर्दा चढाएको अथवा चिता जल्दै गरेको देख्नुभयो भने शुभ मानिन्छ। तपाई बिरामी हुनुहुन्छ भने तपाईले कस्तो सपना देख्नुभयो भने पास हुन्छु भन्ने पक्का पक्की हुन्छ। यदि तपाईले सपनामा आफ्ना अध्यापक अथवा शिक्षक गुरुहरूलाई सपनामा देख्नुभयो भने, यदि तपाईले सपनामा आफ्ना बुबालाई देख्नुभयो भनेदेखि तपाईको अत्यन्त राम्रो हुन्छ। सहकर्मीबाट पनि फाइदा हुन्छ। तपाईलाई बढोत्तरी हुने संकेत। यदि तपाईले सपनामा आगो देख्नुभयो भने शुभ मानिन्छ। तपाईले सपनामा आगो देखेमा तपाईलाई धन प्राप्ति हुने योग हुँदैछ भन्ने संकेत हो। तपाईले कस्तो सपना यदि तपाईले कसैलाई आगोले जलेको अथवा आग लागि भएर मरेको अथवा आगोले पोलेको देख्नुहुन्छ भने त्यो अत्यन्त अशुभ मानिन्छ। तपाईलाई व्यापार बिजनेस अथवा जुनसुकै क्षेत्रमा यदि तपाईले सपनामा आगो समातेको अथवा आगोसँग खेलेको, कसैले आगो समातेको आदि इत्यादि सपना देख्नुहुन्छ भने त्यो अशुभ मानिन्छ। त्यस्तो सपना देख्ने व्यक्तिले यदि तपाईले सपनामा धुवा देख्नुभयो अथवा धुवाको स्थल अथवा जंगलमा धुवा आदि देख्नुभयो, धुवा सपनामा देख्नुहुन्छ भने त्यो अशुभ मानिन्छ। तपाईको लागि विशेष गरी रोग। सपनामा तपाईले आफ्ना दिदी बहिनीलाई देख्दै हुनुहुन्छ भने तपाईको प्रेम सम्बन्धमा प्रगाढता, स्नेह बढ्ने अथवा आफन्तसँग भेटघाट हुने शुभ संकेत मानिन्छ। तपाईले